एभ्रिवान नमस्ते सबैजनालाई। म चाहिँ यहाँ डाली फाटकमा गाडी पर्खिरहेको छु। म चाहिँ फिलहाल सिलगढी गएको, तर पहिला खरसाङ जान्छु अनि मम्मीलाई भेट्छु। गाडी पाएर नि म चढेँ। गाइज हेर्नुहोस्, जान्दैछु खरसाङमा झर्छु अब म। त्यसको बाद मम्मी र बडीलाई भेट्छु अनि जान्छु सिलगढी। हेलो, म पुगेँ खरसाङ। अब मेरो मम्मीले मलाई पैसा छैन मिठाई किनिन माग भन्दैछ। अनि यहाँ हामी खरसाङको बिजी रोडमा हिँड्दैछु अनि जान्छु। अब गएर हामी चाहिँ सिलगढीको गाडीको लागि जाँदैछु। सिलगढीको गाडीमा चढेर चाहिँ सिलगढी जाने हो। अनि गुम्बामा त्यहाँ छ पूजा अनि हामी त्यहाँ जान्छु। तपाईँहरूलाई नि देखाउँछु। स्टे ट्युन गाइज। हेलो, अनि यहाँ गयो अब मेरो मम्मी र बडीले छुर्पी खाँदैछ। यहाँ चाहिँ छुर्पी खाएर चाहिँ हामी सिलगढीको गाडीतर्फ जानु लाग्यो। यहाँ स्ट्यान्डमा गएर चाहिँ हामी टिकट काट्नुपर्छ। बडी र मम्मीले टिकट काटिदिन्छ मेरो पनि। अनि अब यहाँ चाहिँ टिकट काटेर चाहिँ गाडी पर्खिनुपर्छ गाइस। यस्तो घाममा चाहिँ यस्तो गरम थियो। बडीले टिकट काट्दैछ, म र मम्मी यहाँ वेट गर्दैछु। अब यहाँ वेट गरेर टिकट काटेर गाडी आउँछ गाइस। गाडी पनि आइपुग्यो। अब गाडीमा सामान लोड गर्छ। बडीको सामान लोड गरेपछि हामी चढ्ने। हेर्नुहोस् होला, ट्रेन पनि आइपुग्यो ट्याक्कै। यो गाइस, अब सामान हाल्यो हामीले आफ्नो। त्यो चाहिँ बाहुबली हुनुहुँदो रहेछ। कस्तो भारी ब्याग हाल्नुहुन्छ ब्यागमा। म चाहिँ यहाँ घाममा बसिरहेको छु छुर्पी खाँदै। अनि अब जान्छु हामी। फर्स्ट ड्राइभर झरिहालोस्। अनि हामी चढेँ। यहाँ बडी फर्स्ट चढ्यो, मम्मी अनि यहाँ चाहिँ म चढेँ गाइस। म खिड्कीको छेउमा बस्छु भन्दा मलाई दिएन मम्मीले, सो म बिचमा बसेँ। अब हेर्नुहोस् मेरो प्यारो बडी। यता चाहिँ मम्मी, यता चाहिँ बडी। हेलो, हामी चाहिँ गयो। यहाँ सानोबडी बेबीले पनि मलाई हाई गर्दैछ गाइस। हेर्नुहोस् कति क्युट छ। अनि हामी जाँदैछु सिलगढी झर्दैछु खरसाङबाट। भ्यू चाहिँ मैले त्यति राम्रो खिच्नु पाइनँ गाइस, किनभने म बिचमा थियो। सिलगढी पुग्यो। अब हामी सिलगढी पुग्नु लाग्यो। यस, हामी पुग्यो सिलगढी। अनि म जान्छु अब रुममा। हेर्नुहोस् मेरो बहिनीहरू के गर्दैछ। लेट्स सी गाइस। तिनीहरू पक्का पनि सुतिरहेको होला खर। चलो चले। हेर्नुहोस् गाइस, रुममा मेरो एन्ट्री भयो। अनि यहाँ रुममा मेरो भाइ चाहिँ बसिरहेको थियो गेम खेल्दै। गरम रहेछ सिलगढीमा गाइस। म जाने बित्तिकै जुत्ता खोलेर पङ्खा मुनि बस्छु भन्दै थिएँ। तर फर्स्ट म गएँ बहिनीहरूलाई हेर्नु। बहिनीहरूले फुलकोपी बनाइदिँदै रहेछ। फुलकोपी र मिक्स भेज बनाउँदै थियो यिनीहरूले चाहिँ। अनि सबको ढोक चल्दै थियो नमस्ते। अनि सबले नमस्ते गरिसकेर हामी बसेँ। हेलो गाइस, हामी चाहिँ पुगिसक्यो रुम। तर अब बहिनीले अहिलेसम्म खानै बनाइदिएको छैन रहेछ। अहिलेसम्म सब्जी काट्दै रहेछ। त्यही भएर हामी चाहिँ लस्सी पठाएको छु भाइलाई। अनि अब हामी चाहिँ लस्सी खाएर चाहिँ जान आँटेको। यही रेस्ट गर्ने हामी मम्मी। त्यहाँदेखि गुम्बा जाने। त तपाईँलाई हामी पछि भेटौँ। बाई बाई। पछि सब बहिनीहरूलाई देखाउँछु म। हम चले पड़े। के भनिस् भाइ? पुरा बोल्दा रहेछ भला। यतापट्टि हिँड्छु कि म। बिचकोले ओडाउन आउने। किसानले सोध्दै थियो अरे। त्यहाँ भिडियोहरू त नबना त। यो गाइस, यो चाहिँ इसाको साथी। ए फर्की भएर मलाई। आमा म घामै छ ल म। पूजा गरिहाल्छु ल। कता हिँडेको बिजुली भइरो। मम्मीहरू ए बडी होइन। खै बडीको ढुङ्गा आयो हाम्रो। इस्कुस नि छाता नपुगेर हेर्नु त्यहाँ पानीको। इस्कुस नि भन्नु पर्छ है गाइस। ए गुम्बा यहाँ हेरिसक्नु यो त दिएको जस्तो लाग्यो त मैले। सिलगढी बुद्धिस्ट एसोसिएसन गुरुङ नगर पिओ प्रधान नगर सिलगढी। नम्बर पनि भन्यो 734003। आई एम भेरी फ्री। भिडियो गर्नु पाउँछ।
Setting sun like a pearl upon the ocean, kind of feeling, you're feeling. तेरे ख्यालों में बीते रातें, दिल मेरा मांगे तेरी दुआ। तू सामने हो और करूँ मैं बातें, 'cause the dreams bring back all the memories, and the memories bring back memories. Bring back to दुनिया ना तेरे पीछे आऊँगा, छीन लूँगा या खुदा से मांग लाऊँगा, तेरे नाल तकदीर लिखवाऊँगा मैं तेरा हामी चाहिँ गुम्बा पुगेर पनि यहाँ बाहिर बसिरहेको छौँ। अब चाहिँ कालो दाल चामल के पार्छ अरे, अनि हामीलाई चाहिँ त्यो दशग्रहहरू जानुपर्छ अरे आफ्नो आफ्नो। त्यही भएर म चाहिँ यहाँ बसिरहेको छु। मम्मी, म, बडी, ईसा, हामीलाई जुस पनि ल्याइदियो यिनीहरूले, अनि जुस खाँदै बसिरहेको छु। अब चाहिँ यहाँ आयो, हामीलाई दिनुहुँदैछ लामा मेमहरूले, उनीहरूले दिनुहुन्छ यो बोलमा। अनि यसरी चाहिँ यसलाई चाहिँ हामीले चाहिँ आफ्नो जिउमा झार्दै चाहिँ थालमा राख्नुपर्छ अरे। यो चाहिँ हाम्रो बडी र मम्मीले जबरजस्ती हामीलाई चाहिँ बोलाएर गर्नु लगाएको, हाम्रो राम्रो हुन्छ भनेर। अनि मैले चाहिँ यहाँ गर्दैछु। हेर्नुहोस् गाइज, यसको प्रोसेस चाहिँ यस्तो छ। यसलाई चाहिँ हामीले टाउकोमा यसरी घुमाउनुपर्छ अरे। हेर्नुहोस् तपाईँलाई म देखाउँछु। यसरी घुमायो अनि यसरी हात र खुट्टामा नि झार्नुपर्छ अरे। हाम्रो सबै बिमारी दशग्रह जाओस् भन्नुपर्छ अरे। अनि यसरी फ्याँक्नुपर्छ अरे गाइज। अनि यहाँभित्र चाहिँ यस्तो बनाएको थियो, के बनाएको मलाई थाहा छैन, तर यस्तो बनाउनु भएको थियो। अनि लास्टमा उसलाई चाहिँ गाडीमा हालेर चाहिँ लग्नु भयो यसरी। अनि उसलाई लगिसकेपछि चाहिँ हामी पनि घर जाँदा हुन्छ भन्नुभयो। अनि हामीले वेट गरेर जब तक जानु हुँदैन, जसको मूर्ति बनाउनु भएको थियो। अनि उनीहरू जान्छ। अब हेर्नुहोस् गाइस, पर्खिरहेको छु हामी। जस्तो यो जान्छ, यो गाडी जान्छ, त्यस्तै हामी नि घर जान्छु। हेर्नुहोस् थुप्रो गाइस, गाडी गयो गाइस, तर मैले राम्ररी देखाउनु पाइनँ गाइस माथिबाट, किनभने अलिक अल्गो थियो, मैले भेटिनँ। हेर्नुहोस् है, यसरी बनाउनु भएको थियो मजाले मेहनत गरेर। लु गाइस, सक्यो। अब हामी पनि घरतर्फ लाग्नु थाल्यो। म, बडी, मम्मी अनि ईसाहरू, बहिनीहरू चाहिँ अगाडि जानु गयो, भाइ र बहिनीहरू चाहिँ। अनि म, मम्मी, बडी चाहिँ पछि जाने भनेर सोच्यो, किनभने मैले सोच्दै थिएँ मम्मी र बडीलाई के किनी मागौँ भनेर। त्यही लागि ठग्नु लागि बसेको थिएँ म चाहिँ गाइस। बडी के किनिदिन्छ तपाईँ मलाई? मम्मीलाई भनौँ भन्दै थियो कि, यस्तो याद आयो मम्मीको पर्स खाली खाली छ। खै रुस्तम, त्यो चाहिँ रुस्तम होइन र लस्तम हो र। ओ मेरी जाना हो पैसा। लो गाइस, हामी चाहिँ घर पुग्यो। मेरो भाइ हामी चाहिँ घर पुग्यो। अब मिलेंगे दूसरे वीडियो पर। बाय बाय।